सीता मलाई अलिकति मसाला चाहिएको थियो। आज मेरो घरमा मासु बन्दैछ। मासु ल्याए सुनाउला कि नानी तिहारलाई यसलाई देखाउन मात्र आएको रहेछ। जमाना कहाँबाट कहाँ पुगिसक्यो। यिनीहरू अहिलेसम्म साडी नै भएर लाएर बसिरहेछन्। तिम्रो जमाना जेसुकै भए पनि हाम्रो संस्कृति जिन्दा छ हैन बुहारी? होला हेर बुहारी नानी, अब यिनीहरूले हामीलाई खेती, अब हामी पनि साडी होइन, हामी पनि सासुरा यो पेन्सन लगाएर हामी कोमलिकालाई चलाउनु पर्छ। यो मातृका जहिले मातृका पढ्दै बस्छ। के भएको? हामीले 1 रुपैयाँ पैसा पनि दिँदैन। त्यही त भनेको हैन? कोमलिकाले जे लगायो त्यो ल्याउनु पर्छ नि तिमीहरूलाई। लगाउँछु त तेरो पैसाले लगाइदिएको छैन। सासु बुहारी र ट्रेनिङको हाम्रो सेकेन्ड पार्ट आउँदैछ। तपाईहरुले हेर्नु होला। तपाईलाई फर्स्ट पार्ट मन पर्यो भने हामीले सेकेन्ड पार्ट बनाउने छौं। बाइ बाइ।